भिडियो छ हामीले चाहिँ सबैभन्दा यो पार्लियामेन्टको जुन तपाईँले दृश्यमा देख्नुहुन्छ त्यो दृश्य चाहिँ देखाउँदै होइन बोल्छ होइन यो स्टेज यस्तो छ गाह्रो छ अन्त गाह्रो हुन्छ त हान्दै नि हुन्छ भनेर रमाइलो छ राम्रो छ भिजिट गर्नु होला सबैजना ल भोलि म यो भिडियो अपडेट गर्दै गर्दाखेरि मेरो साथीहरू चल्दिने अर्को गाडी तपाईँ के भयो गाडीमा बस टिकट के काट्नु पर्छ इन्टरनेसनल मान्छेहरू आफूले त्यो इटाली जाँदाखेरि साइमा लान पाउँछ बसमा को फाइदा पाची कहाँ उनीहरू पाची यहीँको पाची हो कि बस पार्क छ कि पाचीमा कहाँको पाची सेक्टर कति पर्छ पाची कस्तो हुन्छ र सेक्टर 4 हो हाम्रो सोल्डीहरू छ म जान त बसमै जाने हो ओ भेना कता हो उता भेना हुनुहुन्छ हो जाने भेना हुनुहुन्छ भेना हाई भेना नमस्कार भेना जाडोले पुरा हात कोक्रेर गाह्रो छ हौ एकछिनलाई एउटा जाऊ पहिले चुरोट नभए होइन घुम्न आएको थियौँ आइदिएको हामी गाइड छैन जाओस् छोरी एउटा जाओस् न जाओस् बिना नआइदिएको अब घरतिर फर्किनु पर्यो जाडो हो भोलि काम छ हामी चाहिँ फेरि जिन्दगी यस्तै छ गाह्रो छ यहाँ चाहिँ फेरि उरै छ अनि बिचमा हामी चाहिँ आउँदै गर्छौँ ब्लग आउँदै गर्नुहुन्छ तर सोल्डीकोमा चाहिँ लाइक सब्सक्राइब चाहिँ हान्दै राख्नु थ्याङ्क यू सो मच अहिले उनीहरू बन्द छ नि उनीहरू त एउटा पनि केही पनि छैन नि छिरेन पाउँदो रहेछ कहाँ नि बन्द छ त नि लोकटिया यता यहाँ मोटे दाइ चाहिँ इलामबाट हुनुहुन्छ पुरा एकदम मोटो हुनुहुन्छ आमा ठोक्यो अनि यता हिँड्ने मान्छेहरू हेर्नु पुरा चोर जस्तो देखिएको छ तर राम्रो छ हिरो छ अगाडिबाट जिरो तर हामीले चाहिँ भ्लग बनाउँदै गर्दाखेरि भ्लग चाहिँ नसम्झिनुहोस् हामी रियालिटी कुरालाई इन्जोय गर्दैछौँ यहाँ बसाइरहेको छ हामीले चढ्नु पाउँदैनौँ त्यो बस हाम्रो लागि होइन हामी चढे पो भने जस्तो हाम्रो लागि प्लेन आउँदैछ लिएर जानु त नि खाने के